तेस्रो सबको जय मसी। सबैजना सन्चै आरोग्य हुनुहुन्छ। तपाईँहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदम ठिक छु प्रभुको दयाले। अनि म चाहिँ एउटा कुरा तपाईँहरूको बिचमा बताउन आएको छु। त्यो कुरा चाहिँ यो हो कि नेपालमा धेरैजना मान्छेहरू आज अनि आमाको मुख हेर्ने दिन भनेर सबैले भन्दछ। आमालाई माया गर्ने दिन हो भनेर भन्दछन्। अनि अघि पछि चाहिँ आमालाई मरेछन् कि बाँचेछन् कि कस्तो छ, भोगा छन् कि प्यासा छन् कि उनको जीवनमा क्या कमी छ के छ भनेर उनीहरूले केही बुझ्दैनन् होइन। उनीहरूको जीवनमा के चलिरहेछ भनेर कसैले पनि बुझ्दैन। तर जब के भन्छन् सबैले देखाउँछन् मैले आमालाई माया गर्छ, मैले बुवालाई माया गर्छ भनेर देखाउँछ, त्यतिखेर सबैले आफ्नो आमा बुवाको फोटाहरू हाल्छन्। अनि सबैजनाले के गर्छन् त हाम्रो आमा बुवालाई माया गर्ने रहेछन् भन्ने बनाउँछन्। प्रिय भाइ बहिनीहरू, तपाईँहरूले के भन्छन्, जब आमा बुवालाई माया त यस्तो गर्नुहोस् जो उनीहरूले बाँचुन्जेलसम्म तपाईँको मायामा अगाडि बढौँ। मेरा छोराछोरीले मलाई यस्तो गरेका हुन् भन्ने उनीहरूलाई होस् होइन। मलाई अहिले थाहा लाग्छ कि आफ्नो बच्चा हुँदाखेरि आफ्नो बच्चालाई थोडा अलिकति चोट लाग्दाखेरि आँसु आउँछ। अनि पहिला हामीलाई आमा बुवाले सम्हाल्दाखेरि ठुलो बनाउँदाखेरि कस्तो गरी सम्हालेका होला मलाई अहिले धेरै धेरै याद आउँछ। म अहिले मेरा बच्चा हुँदाखेरि मलाई धेरै नै थाहा छ कि के भन्छन् आमा बुवाको जीवनमा यस्तो हुने रहेछ भनेर अहिले मलाई थाहा लाग्यो। कि मेरो प्रिय भाइ बहन, जब अरूले देखावटमा गर्छ त्यस्तो होइन। हामी देखावटमा माया गर्ने होइन हाम्रो बुवालाई। हामीले त मनदेखि माया गरेर अनि उहाँलाई जो जरुरत छ त्यो पुरा गर्ने, जो हाम्रो जीवनमा कमी छ त्यो त हामी दिन सक्दैनौँ होइन। जो हाम्रो जीवनमा छ अनि त्यो हामी आमा बुवालाई दिउँ, खुसी बनाऊँ अनि बाँचुन्जेलसम्म उनको दुःखलाई देखौँ, उनको मायालाई देखौँ होइन। कसैले आजकल बच्चा बच्चीहरूले आज संसार यस्तो अन्धकारमा फँसेको छ कि मायामा अनि माया त्यस्तो माया छैन कि जो आमा बुवालाई माया गर्ने हो। त्यो मायामा फँसेका छन् जो व्यभिचारको काम